आज चाहिँ मेरो चाहिँ वेडिङ भ्लग हुन्छ। आज चाहिँ रिक्का लिम्बू बहिनी र हिमाल भाइको चाहिँ 4 कलम पार्टी छ ब्लू ओसन रेस्टुरेन्टमा। आइपुगेको हेलो हेलो नमस्ते वेलकम टु माई भ्लग। अरू आउँदैछ फर्काउनु मिल्दैन पछाडि फर्काउनु न पछाडि फर्काउनु त ल हैन टीका लाएर टीका दिनु पर्छ नमस्ते नमस्ते ल ल ल यहाँ चाहिँ फोटो सेसन हुँदैछ है फ्यामिलीहरू। के छ जिना लङ टाइम है तिमी पनि त्यस्तै त्यस्तै। हाम्रो ज्वाइसँग फर्स्ट टाइम भेट्यौँ खुसी लाग्यो। पहिला धेरै वर्ष काम गरेँ। मेरो भिडियोमा वेलकम छ मेरो भिडियोमा आउँछ भ्लगमा। ओके कता बस्नुहुन्छ अब पिक गरेर बस्दै हुन्छ हुन्छ। हेलो नमस्ते नमस्ते आराम हुनुहुन्छ? चिन्छु नि मैले चिन्छु हजुर बहिनीहरू आउँदैछ। ल ल हुन्छ फोटो खिच्दै गर्नु। क्यामेरा सक्यो त्यो अनुभव भइरहेको छ त फर्स्ट टाइम अब लिम्बूको यस्तो एक्सपिरियन्स गर्नु पाउँदाखेरि सबैभन्दा आइ एम रियली ह्याप्पी है। एक्सपिरियन्स गर्नु पायो यही मेरो लागि सबैभन्दा ठुलो कुरा हो है। एन्ड सबैजना देख्नु पायो तपाईँले देख्नु पायो है। आइ एम रियली ह्याप्पी। थ्याङ्क यू सो मच आइदिनु भएकोमा सबैजनालाई। थ्याङ्क यू सो मच फर इन्भाइटिङ मी है। कस्तो फिल हुँदैछ? एकदमै रमाइलो हुँदैछ। अलिकति बिजी तर अब रमाइलो हुँदैछ। ह्याप्पी म चाहिँ भाग्छु अब भ्लगबाट। हजुर दिदी भेनाको बिहामा कस्तो हुँदैछ? एज यु क्यान सी मेरो मुहारबाट नै थाहा पाइन्छ कतिको रमाइलो भइरहेछ भनेर। अनि बेहुलाको दाँतबाट थाहा पाउनुहुन्छ कतिको रमाइलो भइरहेछ भनेर। मनले चाहेको बेहुली पाएपछि यस्तै हो। अनि अब बहिनीको पालो कहिले त? बहिनीको पालो राजकुमार भेटेपछि हुन्छ। पक्कै पनि हुन्छ। राजकुमार कतै न कतै त होला नि। राजकुमारले घोडा चढेर कतै घुम्दै हुनुहुन्छ। आएपछि हेरौँला। कङ्ग्रेचुलेसन धन्यवाद। इन्जोय गर्नु सबै इन्जोय तपाईँ स्पेसली। यहाँ उपस्थित हुनुभएका
सम्पूर्ण हाम्रो मामा माउली स्पेसली पङ्दा फ्यामिली हङकङ अनि अझै हाम्रो यहाँ उपस्थित हुनुभएका भाना भानिस हाम्रो कुलकुटुम्ब यहाँ सम्पूर्ण उपस्थित हुनुभएका विभिन्न संस्थाका अध्यक्षज्यूहरू प्रतिनिधिज्यूहरू सल्लाहकारज्यूहरू साथसाथै विभिन्न क्षेत्रका समाजसेवी बुद्धिजीवी लेडिज एन्ड जेन्टलमेन सबैलाई आदरणीय हाम्रो बुवा आमा हाम्रो दाजुभाइ दिदीबहिनी र अन्तिममा हाम्रो यो ब्युटिफुल मोमेन्ट क्याप्चर गरिदिनु भएका क्यामेरा दाइहरूलाई एकदमै मुरी धन्यवाद टक्राउन चाहन्छु। हाम्रो यो ओख्राबु फ्यामिली र मेरो व्यक्तिगत तर्फबाट पनि एकदमै धेरै धन्यवाद टक्राउन चाहन्छु। यो भन्दै अब केही समय खेर नफाली हाम्रो बेहुलीको बुवा र मम्मीलाई स्टेजमा बोलाउन चाहन्छु। साथसाथै क्लोज फ्यामिली पनि बिस्तारै क्यु लाग्दिनु होला र अरू आमन्त्रित सबैजना महानुभावहरू पनि कृपया बिस्तारै लाइन लाग्दिनु होला भन्दै बिदा लिन चाहन्छु र साथसाथै बेहुलाको फ्यामिली पनि हाम्रो क्लोज फ्यामिलीसँग स्टेजमा आउनु अनुरोध गर्दछु। धन्यवाद, थ्याङ्क यू। यहाँ चाहिँ हाम्रो दुलहीको दिदी र भेना सेवा ल बहिनी चाहिँलाई केही मेसेज दिन वेलकम छ हाम्रो लिम्बू वेडिङमा तपाईको फर्स्ट वेडिङ हो लिम्बू फर्स्ट लिम्बू वेडिङ हो फर्स्ट टाइम एकदम रमाइलो अब मेरो बहिनी जोइलाई चाहिँ के भन्न चाहन्छ नि वी आर रियली ह्याप्पी हैन अनि मेनी कङ्ग्रेचुलेसन सधैँ खुसी भइराख्नु यसरी नै लाभ होस् whatever she said. Okay, thank you so much. इन्जोय गर्नुहोस् है मजाले खाना खाएर जानुहोस् अब हप्ता रक्सहरू पनि छ यसो गर्मी गर्मीमा हस् धन्यवाद थ्याङ्क यू एउटै फ्रेममा है त एउटै फ्रेम ओके थ्याङ्क यू सो मच हाम्रो दुलही बहिनी रिका बहिनीको चाहिँ मम्मी हुनुहुन्छ हजुर म मम्मी हो छोरीको लागि आज के शुभकामना दिनु हजुर मेरो छोरीको शुभ चारकलामा आइदिनु भएकोमा धेरै धेरै धन्यवाद अनि छोरीलाई पनि शुभकामना छोरी ज्वाइँलाई अनि थ्याङ्क यू छोरीलाई अरू मेसेज के भन्नु भयो अब नर्मस हुन्छु म त्यति नै हो त्यति नै हस् धन्यवाद तपाईलाई पनि धेरै धेरै बधाई छ थ्याङ्क यू नमस्ते स्वागत छ तपाईँलाई मेरो भ्लगमा तपाईँको यो के अरे गहनाहरू एकदमै राम्रो इन्ट्रेस्टिङ लाएर चाहिँ भिडियो खिचेको क्या मेरो यो गहनाहरूको छुट्टा छुट्टै नाम छ होला नि है छुट्टै छुट्टै छ के छ नाम भनिदिनुहुन्छ यसलाई चाहिँ शिरबन्दी सुनको फुल भन्छ हजुर अनि यसलाई चाहिँ शिरबन्दी भन्छ हजुर अनि यसलाई चाहिँ ढुङ्ग्री भन्छ नाकको ढुङ्ग्री हजुर अनि यसलाई दुलकी भन्छ ए हस् अनि यसलाई कानडुङ्ग्री भयो होइन यसलाई च्याप्टे सुन अनि यसलाई कण्ठ भन्छ हाम्रो लिम्बूहरूको होइन अनि अब यो तारा भयो के अरे यसलाई चाहिँ छोले चुरा भन्छ यसलाई चाहिँ यो हेर्दाखेरि त निकै हेभी होला जस्तो छ तपाईँको बडीले धान्नु भएको छ अप्ठ्यारो अहिलेसम्म चाहिँ अब हाम्रो कल्चरले पाएकोले गर्दाखेरि खाइराखेको छ ए हाम्रो कल्चर गाना हो यो चाहिँ हजुर हजुर तपाईँ चाहिँ बेहुलीपट्टिको होइन हजुर म बेहुलीपट्टिको चाहिँ म बोजू हो मेरो नातिनीको पनि छोरी नातिनी पलातिनीको हजुर ए पलातिनीलाई के मेसेज भन्नुहुन्छ त हजुर पलातिनीलाई के मेसेज भन्नुहुन्छ त उहाँलाई अब होइन धेरै धेरै शुभकामना अब राम्रोसँगले ज्वाइँसँग मिलिजुली गरेर खानु राम्रोसँग ज्ञानी भएर बस्नु भन्न चाहन्छु हस् धन्यवाद हजुर हस् अब डिनर टाइम है गाइस हल्का Cheers. मेरो भिडियोमा स्वागत छ है थ्याङ्क यू धन्यवाद तपाईँलाई तपाईँ दुलहीपट्टिको कि दुलापट्टिको म त दुलहीपट्टिको के पर्नुहुन्छ तपाईँ मेरो त भदैनीको छोरी नातिनी पर्छ ए नातिनी पर्छ उहाँलाई के भन्न चाहनुहुन्छ भिडियोमा उहाँलाई अब हेप्पी शुभकामना दाम्पत्य जीवन राम्रो बितोस् होइन छोराछोरी नाता नातिनी देख्नु पाउँ बधाई छ भन्न चाहन्छु ल सेवा तपाईँको परिचय दिनु न एकपटक तपाईँको शुभ नाम म त हङकङको माया लभ यु
माया लभ यु फेसबुकतिर देखेँ जस्तो लाग्यो तपाईँको ड्रेसअप यताउता युनिक छ क्या यहाँ चाहिँ पार्टीमा वेलकम टु माई भ्लग है तपाईँ ओके थ्याङ्क यू सो मच